इट्स मी ससिनार फेरि पनि आइसकेको छु हजुरको सामु हैन त। अनि त्यसपछि आज चाहिँ एकदमै नेचरसँग भएर राम्रोसँग तपाईहरुलाई चाहिँ ब्लगको स्टार्टिङ चाहिँ नेचरबाट नै गरौँ न त भनेर चाहिँ आएको छु। अनि त्यसपछि अनि आजको दिन चाहिँ के छ भन्दाखेरि फेयरवेल छ नि त हाम्रो कलेजमा। अनि आज चाहिँ लास्ट डे, अब लास्ट डे त भइसक्यो। अब फेयरवेल चाहिँ त्यो रुल्स एन्ड रेगुलेसनको हिसाबले गर्दाखेरि चाहिँ अनि आज चाहिँ हाम्रो ब्याचलाई चाहिँ अब आजबाट कलेजले चाहिँ बिदाई गर्छ। अनि त्यो फेयरवेलको हजुरलाई इच एन्ड एभ्री मुमेन्ट्सहरू चाहिँ मैले सबै हजुरहरूलाई देखाउने कोसिस गर्नेछु, देखाउने पनि छु। अनि हाम्रो साथीहरूसँगको रमाइलो मुमेन्ट त तपाईहरुलाई देखाउने छु। अनि हाम्रो एकदमै मेमोरेबल गराउने छु मेरो ब्लगलाई। अनि त्यसपछि कन्टिन्यू खै त अब मेरो दिमाग पनि छैन, टेन्सन पनि छैन, मध्येमा हजुरहरूले सबै कोहीलाई चाहिँ चिन्नुहुन्छ होला, जो चाहिँ मेरो एकदम रेगुलर ब्लगमा आइरहने दोस्तहरू, तिनीहरूलाई चाहिँ मस्तै चिन्नुहुन्छ होला। एकदमै फोर्स गरी फाइनल्ली एउटा फोटो चाहिँ खिच्यौँ है गाइजहरू। उहाँहरूलाई एकदमै फोर्स गरेको भएर मेरो फोर्समा बल्ल एउटा फोटो चाहिँ बल्ल क्लिक भयो हेर्नु गाइज। म त दुईटा पाएँ। Thank you. Guys, this is your vlog पनि यही सकिन्छ। Thank you for watching again. Hope तपाईहरुले चाहिँ इन्जोय गर्नुभएको होला। अहिलेसम्मको मैले सबै चीजहरु चाहिँ तपाईहरुलाई देखाउने कोसिस गरे। अनि त्यसपछि चाहिँ देखाउन नपाएको कुरा चाहिँ खाना खाँदाखेरि चाहिँ, किनभने मेरो क्यामेरा स्ट्यान्ड चाहिँ फुट्यो कि गाइज है। अनि तपाईहरुलाई चाहिँ स्ट्यान्ड हुन्छ नि, त्यो चाहिँ फुट्यो, त्यही भएर चाहिँ मैले तपाईहरुलाई देखाउन पाएन। अनि सबै इच एन्ड एभ्री मुमेन्ट्सहरु जुन अब यो चाहिँ मेरो कलेजदेखि पाएको हाम्रो हेर्नु मेमोरिज 12 क्लासको। अनि अब आउने हाम्रो 12 क्लासको ब्याचहरु सबैलाई चाहिँ बेस्ट विशेस है हजुर। ओए रामसँग भन्न थ्याङ्क यू फर वाचिङ। अनि त्यसपछि अब चाहिँ हामी तपाईहरुलाई चाहिँ 12 पछि मस्त भेटौँला है गाइज। अनि मस्त भेटौँला गाइज। अनि 12 पछि चाहिँ यस्तो धमाधर ब्लगहरु बनाउँछु। आई ट्राई माई बेस्ट है गाइज।
सब यसको चटक हो ल गाइस अगाडि हेर्नु थ्याङ्क यू फर वाचिङ अब त लास्टै साँच्चैको थ्याङ्क यू फर वाचिङ बाई बाई ब्लग हुन्न अरूको त आइडी भेटाए पनि ब्लग हालिदिन्छु म त ल गाइस बाई बाई